हेलो गाइस वेलकम टु माई भ्लग। यो चाहिँ मलाई आमाले रोसा पठाइदिनु भएको छ नेपालबाट अनि त्यो पकाएर खाना लगाएको आफ्टर ड्युटी है। अहिले 12 बजेर पनि प्लस भइसक्यो। अब हाम्रो त यस्तै छ दुबईमा होइन, राति आयो खाना पकायो खायो। सो अब आज चाहिँ हामीले रोसा पकाएर खाने प्लान गरेको छौँ। यो हेर्नु होला ल हजुरहरू। ल गाइस हाम्रो पानी चाहिँ उम्लिसकेको छ। हल्का बेसार हालिदिएँ, अब नेपाली तारा हो है। अनि मोटो खालको थुक्पा हो नि त, चाउमिन बनाउने थुक्पा होइन क्या, डोसा हो। अनि त्यो भएर चाहिँ मैले अब बेसार थोरै हालिदिएको छु अनि थुक्पा पनि हालिदिएँ। कति खान्छौ ड्रिङ्क्स भन। हेर्न सक्नुहुन्छ मसँग चाहिँ नेपालबाट पठाइदिएको सुकुटी पनि छ होइन। त्यो सुकुटी पनि हल्का हाल्नु पऱ्यो चाउमिनमा, किनभने टेस्ट आउँछ नि त होइन। सुकुटी चाउमिन खाने आज चाहिँ हामी सुकुटी काटेर रेडी गर्दैछु होइन। त्यसमा चाहिँ इन्ग्रिडियन्ट्सहरू रेडी गर्दैछु। हामीसँग चाहिँ बन्दाकोपी पनि छ, प्याज पनि छ, खोर्सानी छ, रेडी गर्छु। हजुरहरूले देख्न सक्नुहुन्छ हामीले चाहिँ के इन्ग्रिडियन्ट्स हाल्छ भनेर सबै रेडी गरिसकेको छौँ। हामीसँग छ काँचो चना, खिचेको लसुन, अनि त्यसपछि खुर्सानी, अनि यो चाहिँ बेस मेन इन्ग्रिडियन्ट्स भनेको चाहिँ सुकुटी, नेपालको सुकुटी वाउ। अनि त्यसपछि प्याज छ, अनि धनियाँ छ, अनि यो चाहिँ बन्दाकोपी। अब हामीले यसलाई सबै पकाउने मिक्स गरेर अनि त्यसपछि हाम्रो चाउमिन रेडी हुन्छ। यसमा यो चाहिँ हामीले अस्ति स्टोर गरेर राखेको तेल थियो, त्यही भएर अलिकति डल्लो भइरहेको छ होइन। तर यो हाम्रो यहाँ हामी चाहिँ सेयरिङमा बस्ने हो नि त। अनि हाम्रो दाइ हुनुहुन्छ एकजना एकदम चाइनिजको हेड सेफ हुनुहुन्छ। उहाँले भन्दै हुन्छ सुरुमा चाहिँ गार्लिक हाल्नुपर्छ अरे है, त्यही भएर गार्लिक हाल्दै छुटी त्यसरी नै हाल्दै ल चाइनिज तरिकाको खाने परिमा आज चाहिँ हामीले चाउमिन तर नेपाली सस म ल्याइदिन्छु ल। मैले हिँड्दै ल्याएर आएको छु फेरि सस। म घिउ हालिदिउँ के भने चना पनि हालिदिउँ। यस्तो खानेकुरा चाहिँ अभोइड गर्न सक्दिनँ मैले यस्तो नसक्ने भएको भएर आज बनाएर खाँदैछु। दुई चम्मच हाल्नु, 1 चम्मच हाल्नु, सबै देखि चाउमिन के सामान चिली चिकन फाइनली हाम्रो चाउमिन चाहिँ रेडी भइसकेको छ। अब मैले चाउमिन खाँदैछु। तपाईँहरू पनि ट्राई गर्नु है नेपालबाट आएको रोसा थुक्पाको चाउमिन।